आज कसले के बोले? हामी अहिले कर्णालीलाई पछि परेको आदि इत्यादि हामी भन्छौँ, मलाई लाग्छ त्यस्तो भइरहेको छैन। अहिले हरेक कुरामा कर्णाली अगाडि बढिरहेको छ। विकास निर्माणको कुरामा देखि लिएर राज्यको मूल प्रवाहमा कर्णालीको स्थान अहिले महत्त्वपूर्ण स्थान ओगटेको छ र हामी सबै राजनीतिक दलहरू, हामी सबै जनप्रतिनिधिहरूले कर्णालीलाई साझा रूपमा हामीले विकासको लागि एकमतका साथ अगाडि बढ्ने जुन प्रयत्न भइरहेको छ र हामी लागि नै राखेका छौँ। विकास निर्माणको सवालमा हामी सबै एक साथमा छौँ र आगामी दिनहरूमा पनि हामी सबै अगाडि बढ्नु छ, सबै मिलेर अगाडि बढ्नु छ र यो देशको विकास गर्नका लागि राजनीतिक आस्था र विश्वास आफ्नो ठाउँमा भए पनि हामीले देशलाई सङ्कट परेको बेलामा सबै राजनीतिक दलहरू एक ठाउँमा आएर देशलाई हामीले निकास र देशमा विकास गर्नु हामी सबैको कर्तव्य हो। आज नेकपा एमालेमा कुनै छ हाम्रो काबुभन्दा बाहिर हामीले समाधान गर्न नसक्ने, हामीले व्यवस्थापन गर्न नसक्ने कुनै त्यस्तो समस्या छ भन्ने मलाई लाग्दैन। समस्याहरू छन् तर ती हाम्रो काबुभित्र छन्, समाधान गर्न सकिने तहमै छन्। हामी त्यसै गर्छौँ। पार्टीको अहिलेको नेतृत्वले पार्टीभित्र देखा परेका हर कुनै समस्याको समाधान गर्न सक्छ र पार्टीको एकता र अग्रगति सुरक्षित गर्दै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउँदै अगाडि बढ्न सक्छ भन्ने कुरामा हाम्रा सबै नेता कार्यकर्ताले विश्वास पनि गर्नुपर्छ र त्यो सामर्थ्य पार्टीसँग छ भन्ने कुरा म राख्न चाहन्छु। बरु पछिल्लो दिनमा हामीलाई परिरहेको चिन्ता के छ भने हाम्रो पङ्क्तिमा अलिकति आवश्यक मात्रामा त्यो गति, उत्साह, ऊर्जा कम देखिएको छ। एक समय थियो जति बेला पार्टीले चाहिँ एउटा आह्वान गर्दा पुग्थ्यो, सिटी बजाउँदा हजारौँ लाखौँ मानिसहरू सडकमा उत्रिन्थे। अहिले ती केही मान्छे जुटाउनुको लागि निकै धेरै मेहनत गर्नुपर्ने स्थिति भएको छ। किन हो यो? किन चाहिँ अलिकति हाम्रो पार्टी पङ्क्तिमा एक खालको शिथिलताको स्थिति, किन कार्यकर्तामा शिथिलताको स्थिति? यो हाम्रा निम्ति एउटा चाहिँ अलिकति छलफलको विषय, अलिकति चिन्ताको विषय हो भन्ने मलाई लाग्छ। मेरो एउटा चाहिँ पार्टीले निर्धारण गरेको जननायक बीपी कोइरालाका अनुयायी, शास्त्रीय समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत हुनुहुन्थ्यो। अर्घाखाँची जिल्लाको किमडाँडामा विक्रम सम्वत 1993 ज्येष्ठ 25 गते जन्मनुभएका स्वर्गीय शास्त्री पटक पटक पार्टीको केन्द्रीय सदस्य हुनुको साथै विक्रम सम्वत 2048 र 2051को आम निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नम्बर 2बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। नेता शास्त्रीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति नेपाली कङ्ग्रेस उच्च सम्मान प्रकट गर्दछ। उहाँको निधनबाट नेपाली कङ्ग्रेसले एक बौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको छ। नेपाली कङ्ग्रेसको सङ्गठन निर्माण र सुदृढीकरणमा पुर्याउनु भएको योगदान, प्रजातन्त्रप्रतिको प्रतिबद्धता, समाजवादी विचारको प्रवर्धन तथा पार्टीका विभिन्न महत्त्वपूर्ण पदीय जिम्मेवारीमा रहेर उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ। उहाँप्रति उच्च सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ। 2082 असार 4, 5 र 6 गते 3 दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने। 2082 असार 5 गते बिहिबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द रहने। स्वर्गारोहणको 13 दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने। स्वर्गारोहणको 13औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने। दुःखको यो घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनहरूमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनेर नेपाली कङ्ग्रेसको यो बैठक गहिरो संवेदना प्रकट गर्दछ र अब नेता श्री शास्त्रीको आत्माको चिर शान्तिको कामना गर्दै कार्यसमितिको बैठकबाट राखेका प्रस्तावहरू पारित गरिदिनको लागि मैले अनुरोध गर्छु। चुनौतीको सामना गर्न र विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरूमा सबैको समान पहुँच सुनिश्चित गर्न आवश्यक छ। समग्रमा आजको विश्व विज्ञान र प्रविधिको प्रयोग गर्नमा का लागि तीव्र गतिमा अघि बढिरहेको छ, जसमा कृत्रिम बौद्धिकता, एआई, स्वचालित प्रणाली, रोबोटिक्स र मानव रहित ड्रोन प्रविधि जस्ता विषयहरूले समाजको सबै क्षेत्रलाई रूपान्तरण गरिरहेका छन्। यस्ता विषयमा नेपाली युवाहरूको बढ्दो चासो, सहभागिता, सृजनशीलतात्मक अभ्यास र प्रयोगतर्फ बढेको क्रियाशीलताको प्रशंसा गर्न चाहन्छु। राष्ट्रिय युवा परिषदले यस्ता कार्यक्रमको आयोजना गरेर युवाहरूको सृजनात्मक
क्षमताको सम्मान गर्नुका साथै प्रोत्साहन र हौसला प्रदान गर्ने मैले विश्वास लिएको छु। वैज्ञानिक अनुसन्धान तथा आविष्कारको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हासिल गर्न भने अझै सकेको स्थिति छैन। ६५ सालदेखि हामीले यो क्षेत्रमा यो विषयमा हामीले गहन रूपमा काम गरिरहेको यो देशमा तपाईहरुले थाहा छ, पत्रकार साथीहरुले थाहा छ, देशमा हरेक कुराहरुमा नियामक निकायहरू छन् र नियम कानुन छ। एउटै मात्र नियम कानुन नभएको र नियम कानुनको दायराबाट बाहिर भएको व्यवसाय, त्यो पनि अत्यन्त ठुलो व्यवसाय, अरबौंको कारोबार गर्ने, झन्डै 9 अर्ब रुपैयाँ त राजस्व नै बुझाउने यो व्यापारिक कारोबार भनेको सुन चाँदीको गरगहनाको कारोबार। यत्रो ठुलो कारोबारलाई नियमन गर्ने एउटा कुनै पनि निकाय पनि छैन, नियम पनि छैन। अहिले पनि सनातनदेखि नेपालको हकमा कुरा गर्ने हो भने यो त्यतिकै चलिरहेछ, सनातनी ढङ्गले नै चलिरहेछ। नियम कानुन केही छैन, आफ्नै मर्यादाले आफ्नै कुल परम्पराको हिसाबमा बा चाहिँ यो रैथाने बाली भने जस्तै रैथाने व्यवसायको रूपमा यो चलिरहेछ, धन्न चलिरहेछ। र यो व्यवसायमा केही वर्षदेखि अत्यन्त व्यथितिहरू निस्क्यो, व्यथितिहरू जन्म थाल्यो। पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व ब्याङ्कबाट प्राप्त हुने करिब 20 अर्ब 80 करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ। दोस्रो अर्थ मन्त्रालयसँग जोडिएको विषय छ, निर्णय छ। दक्षिण कोरिया सरकारबाट बोधिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाको लागि प्राप्त हुने करिब 1 अर्ब 8 करोड 80 लाख नेपाली रुपियाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। त्यस्तै विश्व ब्याङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाको लागि उपलब्ध हुने करिब 29 अर्ब 72 करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने पनि निर्णय प्रदान गर्न चाहन्छु। WTO एग्रिमेन्ट अन फिसरिज सब्सिडिज अनुमोदनको लागि सङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने। यद्यपि यो विषय चाहिँ फिसरीको विषय धेरै हामीसँग जोडिनु भए पनि एउटा WTO एग्रिमेन्ट अन फिसरिज सब्सिडिज अनुमोदन गर्ने संसदबाट अनुमोदन गर्ने संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। इरानले मानवाधिकारलाई सम्मान गर्नुपर्छ र लोकतन्त्र बहाली गर्नुपर्छ, त्यसैले इरान एक्लो भएको छ, त्यस्तो नहुँदा आज। र इजरायलले पहिला यो युद्ध सुरु गरेको हुनाले यसपटक चाहिँ इजरायलले शान्तिका लागि पहल पनि गर्नुपर्छ। त्यसले हाम्रो नारा छ एभोइड वार, एडप्ट डिप्लोमेसी, अर्थात् कूटनीति ग्रहण गर र युद्धलाई टार, सकेसम्म टार। संयुक्त राष्ट्रसङ्घ निरीह देखियो, त्यस्तै गरेर अर्को निरीह देखिए शक्तिशाली राष्ट्रहरू, कोही कसको पन्जाबमा के भने साइड लिएको छ, कसैले कसैको पक्ष लिएको छ। हामी कसैको पक्ष नलिई युद्धको विपक्षमा उभिन सबैलाई आह्वान गर्दछौँ र शान्तिको पक्षमा उभिन हामी आह्वान गर्दछौँ। महानगर यातायात प्रणालीकै नाम, रङ र डिजाइन समेत नक्कल गरी सोही आकार प्रकारको बस यात्रु झुक्क्याउने गरी सोही रुटमा चलिरहँदा हामी सञ्चालक मात्रै होइन, यात्रुहरूले समेत विविध समस्या झेलिरहेका छन्। यसबारे पटक पटक हामीले सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदा पनि कुनै कारबाही भएको छैन। नियमअनुसार सम्बन्धित निकायमा दर्ता गराई आवश्यक प्रक्रिया पुर्याएर गरिएको व्यवसायमा सोही काम र नामको अर्को कम्पनी सञ्चालन गर्ने अनुमति सम्बन्धित निकायले दिँदैन। तर विद्यमान नियम कानुनको धज्जी उडाउँदै महानगर यातायात सञ्चालनको सुरुवाती दिनबाटै निर्बाध रूपमा नक्कली महानगर यातायात सोही रुटमा सञ्चालन भइरहेका छन्। महानगर यातायातप्रति यात्रुहरूको अपार माया र विश्वास छ, त्यसैले यात्रुहरू कुरेरै भए पनि राता बसहरू चढ्ने गर्दछन्। तर उही रङ र नामको बसले उनीहरूलाई झुक्क्याउने गरेको छ। विडम्बना यतिसम्म छ कि यात्रुहरूले बसमा आफ्नो महत्त्वपूर्ण कागजात भएको झोला छुटाउँछन्, छुटेको झोला लिन महानगर यातायातको सम्पर्कमा आउँछन्। उनीहरूले यात्रा गरिरहेको
महानगर यातायात भने त्यतिखेर सक्कली हुँदैन, नक्कली महानगर यातायात हुन्छ र उनीहरूको सामान फेला नै पर्दैन। एउटा के हो भन्दाखेरि हाम्रो माइग्रेसनको प्रब्लम, कपल सेपरेसनको प्रब्लम, त्यसलाई हामीले पोलिसीमा चाहिँ अलि रिथिङ्क गर्नुपर्छ। जब हामीले पोलिसी बनाउँछौँ त्यो चाहिँ रिथिङ्क गर्ने बेला आइसकेको छ। म त एउटा पेसाले डक्टर हुँ, म जहिले पनि प्यान सर्जरीको कुरा गर्छु कि अब हाम्रो पोलिसीलाई निर्मम ढङ्गले सर्जरी गरौँ। यदि कुनै अङ्ग काट्नुपर्छ भने काटिदिउँ, अब इज टु लेट। तर त्यसमा चाहिँ एकदमै निर्मम ढङ्गले पोलिसीलाई हामी चाहिँ अलि रिओर्गनाइज रिएनालाइज गरौँ र पोलिसी डिपार्चर लिउँ। एउटा त माइग्रेसनको। दोस्रो चाहिँ मलाई अहिले पनि लाग्छ, सचिवजी हुनुहुन्छ, विज्ञ हुनुहुन्छ, यहाँ धेरै मित्रहरू विज्ञ हुनुहुन्छ, हाम्रो टोटली चाहिँ त्यो अनम्यानेज्ड अनप्लान्ड सर्ट अफ अर्बनाइजेसन भएको छ। त्यो माइग्रेसनमा इन्टर्नल र एक्सटर्नल दुइटै माइग्रेसन प्रब्लम छ भने यहाँ चाहिँ कस्तो छ भनेदेखि हामी पोलिसी बनाइराखेका छौँ हिमाल पहाडको लागि, 4 लेनको रोड को प्लान गरिराखेका छौँ, पुर्याएको पनि छौँ, तर त्यसलाई उपभोग गर्ने त्यहाँ जनसङ्ख्या छैन। जनसङ्ख्या चाहिँ तल झऱ्यो या विदेशमा गयो। त्यसैले अब चाहिँ यो पपुलेसन डाइनामिक्सलाई बुझेर पोलिसी बनाएन भने हाम्रो इन्भेस्टमेन्टको कुनै मतलबै छैन। खबरसेन्टर.com, सबै खबर एकै ठाउँमा।